हाई साथीहरू, धेरैजनाले कमेन्ट हानेका छन् कि ई-सेवा आइडी कसरी बनाउने। त म आज तपाईँलाई सिकाउँछु ई-सेवा आइडी कसरी बनाउने। र ई-सेवा आइडी बनाउन तपाईँलाई केही कस्ट लाग्दैन। बस ई-सेवा एपलाई गुगल प्लेबाट गएर डाउनलोड गर्नुहोस् र यहाँ गएर अब पिन हुन्छ, यस्तो हुन्छ। अनि त्यहाँपछि यहाँ गएपछि लगइन र पनि हुन्छ। यतातिर रजिस्टर फर फ्रीमा दबाउनुहोस्। मोबाइल नम्बर फुल नेम हानेर यसरी मोबाइल नम्बर 9821803341 341 अनि फुल नेम गर्दा प्रोसेस गरिदिनु। यस युजर नेम किनकि मैले यो आइडीबाट पहिले बनाइसकेँ। तपाईँको आफ्नो मोबाइल नम्बर हाल्नुहोस् र फुल नेम हानेपछि रजिस्टर गरेर प्रोसेस गरिदिनुहोस्। र यसमा पैसा हाल्ने कसरी हो भन्दा यसमा पैसा हाल्दा एकैछिनमा लाइभ स्ट्रिम गर्दैछु है, यस्तो हुन्छ। अनि यहाँ लगइन गरेपछि यहाँ यस्तो हुन्छ। अनि यहाँ लगआउट गर्न मिल्छ, रजिस्टर फर फ्री। अनि यहाँ पैसा हाल्ने चाहिँ मेरो अहिलेसम्म 12.30 रुपिज मात्र आयो। मैले यसमा पैसा हाले होइन। यसमा पैसा हाल्नलाई तपाईँको नजिकैको साइबर वा मोबाइल हाउसमा गएर पैसा हालिदिनुहोस्। र कि त तपाईँ यहाँ धेरै पाइन्छ, म्यापमा सर्च गर्नुहोस् ई-सेवा क्यास पोइन्ट भनेर, त्यहाँबाट नि हेर्न पाउनुहुन्छ। र यदि तपाईँले मेरो च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस् र बेल आइकनलाई दबाउनुहोस्। धन्यवाद।